साथीहरू, हाम्रो हर्क साङपाङ राई श्रम पार्टीको समर्थक राजेश पाल राई गायकको एउटा यो सानो भनाइ सुनौ है त। राजेश पाल राईले पनि खुडा बोक्न तयार हुनुपर्छ। राजेश पाल राईले ढोलको छाला मात्रै बजाउँदैन, यो देशका असतीहरूको पनि छाला बजाउनु आउँछ भन्ने पनि थाहा छ मलाई। हाम्रो आवाजहरूलाई यदि कसैले बेवास्ता गर्छ भने त्यति बेला त्यसपछिको तपाईहरुले नतिजा अत्यन्त गरुङ्गो र अत्यन्त अत्यास लाग्दो पाउनुहुनेछ। किराँती त अहिले खाली बोलिरहेको छ, जागेकै छैन। जाग्नु पर्यो भने कोही पनि केही पनि हुनेवाला यहाँ मन्त्रीज्यू पनि रहनुहुन्न मलाई लाग्छ। साथीहरू सुन्नुभयो नि, यस्तै मान्ने गर्ने भडौहरूले हो देशमा धर्म जुधाउने, धर्म लडाउने, धर्म विरुद्ध द्वन्द्व गराउने। यस्तालाई के भन्नुहुन्छ? लाइक, शेयर, कमेन्ट गर्नुहोस्। जय नेपाल।